के भन्ने हो हुन्छ हेलो हेलो माइक चेक हामी चाहिँ अहिले ठ्याक्क कार्यविनायक मन्दिरमा छौँ विशेष गरी मेरो आज बर्थडे त्यही भएले हामी दुईजना दाजुभाइ चाहिँ यहाँ यसो लाएर भगवान्को दर्शन गरेर यो वर्ष जस्तो सुकै भयो भने यो वर्ष चाहिँ कर्म गर्नुपर्छ अबको वर्ष चाहिँ भनेर एकदम कार्यविनायकमा चाहिँ टक्क दर्शन गरेर भगवान्लाई एकदम खोकनाको कार्यविनायक मन्दिर यहाँ चाहिँ जे भन्यो जे भन्दा एकदम काम अड्क्या भने काम हुने होला क्या सायद कार्यविनायक कार्य कर्म हुने त्यही बेला कस्तो लाग्यो तिमीलाई एकदम दामी बवाल फर्स्ट टाइम हो म त यहाँको भिजिट ललितपुरमा पऱ्यो नि ललितपुरमा पऱ्यो सो गाइस म चाहिँ ललितपुरको कार्यविनायक भन्ने मन्दिरमा आइपुगेँ मेरो दाइको बर्थडे पनि अनि बर्थडेको अवसर पारेर यसो मन्दिर घुम्न आउनु पाएँ दाइको रुमबाट नजिकै पनि रहेछ सो एकदम रमाइलो पनि भयो दाजुभाइ आउँदा ह्याप्पी पनि छु मेरो पछाडि ब्याकग्राउन्डमा देखेको चाहिँ कार्यविनायक मन्दिर भएर सो यु क्यान सी हियर हजुर पनि यसो दर्शन गर्नु टाढा यहाँ आउन नसके पनि सबैले चाहेको कुराहरू पुरा हुने छ चाहेको कुरा भन्दा पनि कर्म चाहिँ गर्नु पर्यो फल पाउँछ भन्ने हो ल थ्याङ्क्स फर वाचिङ